किन बोलाएको मलाई काम थियो कि हरिसले तँलाई किन चाहिन्छ मन पराएको छैन नट ठाटे भन् मलाई प्लिज ए त्यस्तो केही पनि होइन यही भन्नुको लागि बोलाएको जान्छु राम कुरालाई धेरै नघुमाइकिन भन् हरिसले तँलाई किन मन पराएको छैन अहिलेसम्म यदि त साँच्चीकै सुन्नु चाहन्छस् भने हेलो सुन हरिसको र मेरो चाहिँ सानोदेखि त्यसको दुश्मनी धेरै छ किनकि म एकचोटि पास भएको त्यो एकचोटि फेल अनि बिस्तारै अनि हाम्रो दोस्ती कहिले चाहिँ दुश्मनीमा बदलिँदै गएर थाहा भएन हामीलाई नै के तिमीहरू पहिला दुश्मन थियौ किनकि म एकचोटि अनि पास भएको थिएँ नि त 12मा पास भएर त भएको होइन नि अनि त्यो फेल भयो 5 अनि त्यो 12मा फेल भयो पहिला त्यो मैसँग पढ्थ्यो कि त्यो 12मा फेल भएर यस्तो भयो नत्र न त्यसको के मेल मेरो के मेल त्यसलाई तेरो नाम त कसरी थाहा हो त्यो मेरो धेरैजना साथीहरूले चिन्थ्यो कि तिनीहरूलाई भनेको पछि त तैँले राखेर भोगाइन त्यसले नफरक गरेको होइन कसरी सम्झाउनु तँलाई यो कुरा कसैलाई पनि नभन्ने